केटीको नाम हो चाहिँ रसमा भन्नु भन्नु त्यो टिकटकमा भाइरल छ त्यो मलाई थाहा छैन भन्नु भन्नु बाबु के हो भन्नु त ल के हो भन्नु ल के हो भन्नु पहिला रसमा भनेको के भन्नु तैँले सर्च गरेर हेरेछस् त्यसो भए सर्च गरेर हेरेछस् त्यसो भए भन्न पहिला हेरेछस् भने हेरेछस् भन्नु होइन भने होइन भन्नु टिकटकमा आएको अनि यसो चाहिँ आउँछ त नि रसमा सर्च गर्ने भनेर आउँछ त गरिनस् नि गर्न ल तँलाई थाहा छ भने जस्तो ल गर ल गरेर देखा त ल पहिला सर्च गर्न नि बल्ल त अनि अघि किन पुरा एटिट्युड देखाइथिस् त नि भन्न छिटो बाबु तैँले हेरेछस् भने कसरी भनिस् अनि रसमा अनि केटीको नाम हो कि एउटा केटीको नाम हो त्यो केटी देखिन्छ कि त्योमा एकछिन 5 मिनट 1 मिनट ल मेरो लागि मेरो भन्ने कुरा मान्छु मान्दैन न 1 मिनट 1 मिनट के ल एकैछिन अहिले त्यो त हेरिहाल्छस् नि अहिले त टिकटकमा अब मेरो भाइले हाम्रो भाइरल टिकटकको भिडियो जो रसमा भनेर एकदम फेमस भइरहेछ त्यो चाहिँ हेर्न गइरहेछ RASMA खाना खाने बेला पनि सुत्तो छैन यार मेरो भाइ प्र्याङ्क भएको छ गाइस ट्रेन्डिङ भिडियो जो चलिरहेको थियो हाम्रो टिकटकको रसमा भनेर मेरो भाइ पनि त्यसमा सामेल हुनुभएको छ बाई 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 भन्दै भाइको रियाक्सन गाइस कस्तो हुन्थ्यो बाबु बाबु कस्तो त जस्ट इमेजिन रसाउनको केटी हो होइन ल सो गाइज मेरो भाइ प्र्याङ्क भइसकेको छ त्यसको लागि धेरै धेरै धन्यवाद भनेपछि मेरो भाइलाई ट्रेन्डिङ भिडियो अहिलेसम्म नहेरेको रहेछ है।